के भयो रे निकालो मकै खानु भएको भने बल्ल बल्ल यहाँ चाहिँ पाइयो है चिसो खोजे जस्तै मैले टाइम लाग्यो एकैमा त झ्यापझुप गए समातै ल्याए आधी घन्टा भयो हेलो वन्स अगेन वेलकम छ हजुरहरूलाई मेरो च्यानलमा आज चाहिँ फेरि खाना बनाइँदैछ आज चाहिँ ईदको 3 दिन छुट्टीको आज लास्ट दिन सन्डे 2 दिन त अब सुतेरै गयो अब आज पनि हल्का सुत्या भइएछ 12:30 भइसकेको छ अब भात खाने बेलामा उठिएछ डाइरेक्ट कम्पनी जाम जाने होला भनेर सोचिरहेको फेरि केटाहरू घाम पनि छ बाहिर जाने मन पनि गरेन किनकि हामीसँग यहाँ सामान पनि छ कि धेरै नै यहाँ यत्रो दाल छ यहाँ यत्रो टमाटरहरू पनि छ यत्रो यहाँ टमाटर छ यत्रो यहाँ प्याज छ खुर्सानी छ यहाँ यत्रो सामान यहीँ छ अनि यहाँ छ राजमा बिन्स एउटा दुईटा यहाँ राजमा बिन्स पनि छ नि त यहाँ यत्रो अब यत्रो सामान भयो के खान जानु बरु चामल के थप्नु चामल मात्रै ल्याइपुग्छ भन्दैछ चामल र फेरि मासु पनि ल्याउँछु होला भन्दैछ राजमा मिक्स गर्नलाई त्यतिले राम किन घाममा गइराख्ने अनि घाम पनि फेरि लास्टै छ यता दुबई घाम कस्तो छ तपाईँहरूलाई थाहा नै होला होइन त्यही भएर घाममा जानुभन्दा बरु यही बनाइराख्नु पर्नेपछि ओके भनियो फेरि भोलिबाट चाहिँ ड्युटी सुरु छ ईदको 3 दिन छुट्टीमा सुतेरै गयो ढाड पनि दुख्दैछ त्यही भएर अब केटाहरू चाहिँ अहिले सामानहरू लिनुपर्छ म चाहिँ अब यो मलाई चाहिँ काटकुट गर्दै राख हामी चाहिँ त्यो सामानहरू लिएर आउँछ भन्दैछ त्यही भएर म चाहिँ अब काटकुट गर्न सुरु गर्दैछु है त अब यो चाहिँ टमाटर 3टा छ प्याज चाहिँ हल्का बढी हाल्दैछु अब चाहिँ पखाल ल्याएर कटिङ सुरु गर्छु मैले चाहिँ अब चाहिँ म हल्का मेरो कटिङ स्किल देखाइदिन्छु तपाईँहरूको छक्क नपर्नु फेरि ओके खतरा काँड रहेछ त भनेर चक्कु होइन हो राम्रो साह्रै छैन यो चक्कुको मैले काट्छु भनेको अब होइन तिमी आराम गर भन्छ यतिको माया गर्ने साथी त चाहियो नि होइन परदेशमा आएर हामी चाहिँ बसी अब चिसो खाइयो टक्क लगाएर ऊ चाहिँ टक्क काम गरेछ बसेछ होइन त्यस्तो त भन्दिनँ म त्यस्तो गर्दिनँ तिमीले ल्याएको साथीले चिसो ल्याइदिन्छ यी काम गर्दा गर्मी भयो होला भनेर के भयो रे निकालो मकै खानु भएको भने यसो नहुँदा न केटा अरू दिन मैले नि काटेको त यत्रो टमाटर काटेँ प्याज काटेँ यो पनि मैले गरेको त्यो टमाटर चाहिँ तिमीले गरे हो यो अदुवा खुर्सानी चाहिँ उसले काटे हो अब फेरि त्यो बाँकी त सबै फेरि मैले गर्ने यो धनियाँ काट्नु छ अझै खुर्सानी काट्नु छ केटाहरू चाहिँ एउटा भात बसाल्न गयो के गर्न गयो
अब म चाहिँ यो बाँकीहरू झ्यापझ्याप काटिदिइहाल्छु केटाहरूलाई रेडी पारिदिन्छु है फेरि मलाई चाहिँ यहाँ लुगा हाल्नु पठाइदिएको छ यहाँ वासिङ मेसिन अहिले चाहिँ यहाँ मेसिन चाहिँ हल्का खाली हुँदैछ कि त्यो खाली भएपछि त्यसमा हाल्नुपर्छ बाटो यहाँ यस्तै भिड हुन्छ कि अघि यहाँ यस्तै चाहिँ यहाँ पालुमा बाहिर हालेको छैन रहेछ अब चाहिँ यहाँ खाली हुँदैछ खाली भयो भने हाल्नुपर्छ चाहिँ हाम्रो लुगा हालिदिइसकेको छु अब 26 मिनट पछि बस्छ फेरि किनभने अरू चाहिँ क्युमा बसिरहेछ त्यो चाहिँ सरफ अब फेरि चाहिँ भित्र लिएर जानु पऱ्यो नभए यहाँ अरूले युज गरिदियो भने तनाव हुन्छ अब चाहिँ फेरि भित्र केटाहरूले के गर्दैछ त्यहाँ पकाइ पुकीमा भ्याइसक्यो कि भ्याएको छैन के गर्दैछ हेर्नु पऱ्यो नि होइन यहाँ चाहिँ हाम्रो राजमा बन्दैछ पाकिसक्यो लगभग यसरी पानी भएर हालेछ एकछिन मैले नहेर्नुपर्छ बिगारिहाल्छ नि काम यहाँ किन यसो गरेको यहाँ चाहिँ के भन्छ यसलाई पाङ्ग्रा भन्छ त्यो पाङ्ग्रा कटिङ हुँदैछ अब यसलाई चाहिँ टक्क भुटेर टक्क लगाएर टिक्क पार्नुपर्छ त्यहाँ चाहिँ राजमा मजाले पाकिँदैछ ल दुईजना सेप्सर भएपछि म बाहिर बस्दा हुन्छ होला नि हामी के छ चिसो लिन आएको यहाँ खानासँग खानलाई अघि एउटा ग्रोसरीमा गएँ त्यहाँ चाहिँ काउन्टरमा धेरै लामो लाइन रहेछ त्यही भएर बस्दा बस्दा पालै आएन झ्याउलायो त्यत्तिकै छोडेर आएँ यतापट्टि अर्कोमा आएको अर्कोमा चाहिँ फेरि चिसो छैन तातोमा तातो मात्रै रहेछ फ्रिजमा नि अब तातो न तातो लगेर त के काम यस्तो गर्मीमा त्यो चिसो खाम भनेर हो त्यही भएर फेरि म अर्को मार्केट जाँदैछु यहाँ एके मार्केट अब हेरौँ त्यहाँ त चिसो हुनुपर्ने हो रुममै बनाएर खाम घाम छ भनेको चिसो लिन आएको यहाँ बाहिर गर्मीले मर्नु भइसक्यो यहाँ पसिना आएर घाम टिलिक्क टाउकोमै सर्लक्क यसरी आयो नि त्यहाँ चाहिँ अगाडि छ त्यो एके मार्ट भन्ने अब त्यहाँ चाहिँ पाउनु पर्ने हो भनेको हो के अरे अब हेरौँ जहाँसम्म लाग्छ अब यहाँ पाएन भन्दा यहाँ जस्तो छ त्यस्तै लिएर जाने हो अब कहाँ जानु त अन्त त होइन र गर्मीमा यहाँ मान्छे मर्नु भइसक्यो छन् केटाहरू छक्क परेर होला कता गयो भनेर फेरि मलाई चाहिँ चिसो चाहियो भने चाहिँ चिसो चाहियो कि गर्मीमा अब तातो लिएर त के काम होइन अब खानाहरू सब पाकिसक्यो तातो खाएर त कामै छैन त्यही भएर अब यहाँ माटमा आछु एकै माटमा अब हेरौँ यहाँ पाउनु पर्ने अब चाहिँ छिर्दैको बल्ल बल्ल यहाँ चाहिँ पाइयो है चिसो खोजे जस्तै मैले छिटो लिएर जानुपर्छ केटाहरू चाहिँ छक्क परेर होला किन यत्रो टाइम लाग्यो त्यो कता हरायो भनेर केटाहरूले के कसो बन्दो रहेछ हेरौँ न केटाहरूको अगाडि गएपछि केटाहरूको रियाक्सन हेरौँ छैन त केटाहरू यहाँ किचनमा त केटाहरू त माथि रुममा लिएर गइसक्यो जस्तो छ पाकिसक्यो जस्तो छ पसिना पसिना भन्न ल्यायो भन्नु छैन यस्तो गर्मीमा गएर केटाले ठग्यो अरे यस्तो गर्मीमा अब 3टा ग्रोसरी गएँ म यतिको लागि केटाहरूको लागि भनेर राम्रो सोच्नु त छैन नि कन्ट्रोल त्यस्तो नसोच तिमीलाई पाप लाग्छ पाप ल ल छिटो हाल भात खानुपर्छ लु अहिले भात खाएर सुकाउने सब रेडी भइसक्यो अब चाहिँ खाइहाल्नुपर्छ छिटो हाल खानुपर्छ अब यता ग्रोसरीमा ठाम चिसो छैन रहेछ त्यतापट्टि काउन्टरमा टाइम लाग्यो एकै पुगेर आयो नि एकै गरेर लिएर आएको राम्रो गरिनँ त मैले नि चिसो चाहियो नि त नि एकेमा नि कति टाइम लाग्यो एकेमा त झ्यापझुप गएँ समातै ल्याएँ आधी घन्टा भयो आधी घन्टा बंद करो हाथ जोड़ के मैं
आधी घन्टा त बाखेन 15 मिनट चाहिँ भयो होला यता टाइम लगायो उतापट्टि चिसो छैन रहेछ अनि उतापट्टि गएर ल्याएको एकैमा गएर भयो के भयो जसरी नि ल्याएँ त मैले यो मान्छे अरू कतै गयो साला ये दुख का खत्म नहीं होता बे अब चाहिँ बल्ल 2 बज्न लागिसक्यो खाना खाइँदैछ है अब चाहिँ आजको खाना यस्तै छ राजमा बाङ्ग्रा खाना